अफिसरको एक्जाममा सोधिएको यो क्वेसन तपाईहरुको एक्जाममा सोध्यो भने कसरी सल्भ गर्नु त साथीहरु? म तपाईहरुलाई यो क्वेसन सल्भ गर्ने सर्टकट ट्रिक सिकाउँदै छु। ध्यान दिएर हेर्नु होला। यो क्वेसनमा तपाईहरुले सुरुमा साथीहरु यो पहिलो खण्डमा दिएका यी दुईटा टर्महरुको बीचमा रिलेसन फाइन्ड आउट गर्ने। यहाँ हेर्दाखेरि यो पहिलो टर्ममा दिएका के एम जेड एस को रिभर्स लेटरहरु दोस्रो खण्डमा राखिएको छ। हेर्नुस् त कसरी राखेको छ भने के को रिभर्स भनेको पी हो साथीहरु। हामीले केपी भनेर पढेका थियौं। हेर्नुस् त यहाँ कतिमा राखेको छ? थर्ड प्लेसमा राखिएको छ। अनि एम को रिभर्स भनेको एन हो। हामीले माधव नेपाल भनेर पढेका थियौं। हेर्नुस् त यहाँ कतिमा राखिएको छ? फोर्थ प्लेसमा राखिएको छ। अनि जेड को रिभर्स भनेको ए हो। हामीले ए टु जेड भनेर पढेका थियौं। हेर्नुस् त यहाँ सेकेन्ड प्लेसमा राखिएको छ। अनि एस को रिभर्स भनेको एच हो। हामीले हाई स्कुल भनेर पढेका थियौं। यहाँ 1 प्लेसमा राखिएको छ। यसरी यिनीहरुको रिभर्सलाई प्लेसमेन्ट गरिएको छ साथीहरु। अब हामीहरुले एवं प्रकारले यो जीके टीपी को पनि रिभर्सलाई यो अब आउने टर्ममा मिलाएर राखौं त साथीहरु। हेर्नुस् त अब जी को रिभर्स भनेको टी हो। हामीले गगन थापा भनेर पढेका थियौं। हेर्नुस् त पहिलोलाई कहाँ राखिएको छ? पहिलोलाई त थर्डमा राखिएको छ। जी को टी राख्नु पर्यो थर्डमा। अनि के को रिभर्स भनेको पी हो। हामीले केपी भनेर पढेका थियौं। अब सेकेन्डलाई कहाँ राखिएको थियो? हेर्नुस् त सेकेन्डलाई फोर्थमा राखिएको थियो। के पी यहाँ फोर्थमा राखौं। अनि टी को रिभर्स भनेको गगन थापा नै भइहाल्यो। जी नै हो। जी लाई कहाँ राख्नु पर्ला साथीहरु? हेर्नुस् त यो थर्ड को लाई कहाँ राखिएको छ? सेकेन्डमा राखिएको छ। यो जी लाई हामीले कहाँ राख्नु पर्यो? यहाँ सेकेन्डमा राख्नु पर्यो। अनि यो अन्तिमको पी भनेको चाहिँ हामीले केपी भनेर पढेका थियौं। पी को रिभर्स भनेको के हो? हेर्नुस् त अन्तिमलाई कहाँ राखेको छ? सुरुमा राखेको छ। के राख्नु पर्ला यता। एवं प्रकारले केजीटीपी आयो साथीहरु। अप्सनमा हेर्दाखेरि अप्सन सी राइट भयो। आशा छ साथीहरु तपाईहरुले यो क्वेसनलाई सहजै सल्भ गर्न सिक्नुभयो होला। अब यो इम्पोर्टेन्ट क्वेसनलाई हेर्नुस् त तपाईहरुको एक्जाममा यो क्वेसन सोध्यो भने कसरी सल्भ गर्नु त साथीहरु? तपाईहरुले यो क्वेसन सल्भ गर्दा सुरुमा साथीहरु यो संयुक्तको पहिलो खण्डमा दिएका यी दुईटा टर्महरुको बीचमा रिलेसन फाइन्ड आउट गर्ने। त्यसको लागि तपाईहरुले सुरुमा यहाँ प्रयोग भएका यी अल्फाबेटहरुको प्लेस भ्यालु राख्दिनुस् साथीहरु। एफ को प्लेस भ्यालु 6 भयो, ए को 1 भयो, एन को 14, एच को 8, टी को 4, एस को 19 प्लेस भ्यालु। यसरी प्लेस भ्यालु राखिसकेपछि हेर्नुस् त यो पहिलो टर्म र यो दोस्रो टर्मको बीचमा अब लजिक फाइन्ड आउट गर्ने अर्थात रिलेसन फाइन्ड आउट गर्ने। हेर्नुस् त यो 6 बाट 8 बनेको छ, +2 भएको छ। अनि 1 बाट 4 भएको छ, +3 भएको छ। 14 बाट 19 बनेको छ, +5 भएको छ। अब हेर्नुस् त साथीहरु यो पहिलो टर्ममा +2, दोस्रो टर्ममा +3, तेस्रो टर्ममा +5 हुनु भनेको त यहाँ हामीहरुले चाहिँ प्राइम नम्बरहरु सम भएको रहेछ प्रत्येक डिजिटहरुमा साथीहरु। यसरी यो चाहिँ अगाडि बढिराखेको छ यो सिरिज। अब हामीहरुले अब यहाँ हेर्नुस् त यो WTCH वाचको पनि अब आउने यहाँ चाहिँ टर्म भनेको हेर्नुस् त कस्तो हुनु पर्ला भने यो प्राइम नम्बरहरु जोडेर बनेको हुनु पर्ला। अब त्यसको लागि तपाईहरुले सुरुमा W को प्लेस भ्यालु राख्दिनुस् त 23, A को 1, अनि T को 20, C को 3, S को 8। अब साथीहरु पहिलो प्राइम नम्बर भनेको +2 गर्दिनुस् यसमा। अनि यो दोस्रोमा चाहिँ +3 गर्दिनुस्। त्यसपछिको प्राइम नम्बर भनेको +5 गर्दिनुस्। त्यसपछिको प्राइम नम्बर भनेको 7 हो। त्यसपछिको प्राइम नम्बर भनेको 11 हो साथीहरु। अब तपाईहरुले सबैलाई जोड्नुस् त 23 + 2 भनेको 25 भयो। 1 + 3 भनेको 4 भयो। 20 + 5 भनेको 25 भयो। अनि 3 + 7 भनेको 10 भयो। अनि 8 + 11 भनेको 19 भयो। अब हेर्नुस् साथीहरु यो 25 भनेको त y को प्लेस भ्यालु हो साथीहरु। यो 4 भनेको d को प्लेस भ्यालु हो। यो फेरि 25 भनेको y को प्लेस भ्यालु हो। अनि यो 10 भनेको j को प्लेस भ्यालु हो। यो 19 भनेको s को प्लेस भ्यालु हो। y d y j s आयो साथीहरु। अब हेर्नुस् त अप्सनमा खोज्दाखेरि अप्सन सी मा मिल्यो साथीहरु। यसरी हामीले आन्सर सी भन्न सक्यौं। आशा छ साथीहरु तपाईहरुले यो क्वेसनलाई पनि सहजै सल्भ गर्न सिक्नुभयो होला। अब यो नेक्स्ट इम्पोर्टेन्ट क्वेसनलाई हेर्नुस् त यो वर्ड भएको ठाउँमा कुन अप्सन आउँछ साथीहरु? अब तपाईहरुले यो क्वेसन सल्भ गर्दा सुरुमा गर्नुपर्ने कुरा भनेको यो पहिलो खण्डमा दिएका यी दुईटा टर्महरुको बीचमा रिलेसन फाइन्ड आउट गर्ने। त्यसको लागि तपाईहरुले यिनीहरुको प्लेस भ्यालु राख्दिनुस् त साथीहरु। यो h भनेको 8 हो, i भनेको 9, j भनेको 10, m भनेको 13, n भनेको 14, o भनेको 15। यसरी प्लेस भ्यालु राखिसकेपछि हेर्नुस् त यो पहिलो टर्मबाट यो दोस्रो टर्म बन्दाखेरि त प्रत्येकमा 5 5 5 5 एड भएको रहेछ, +5 एड भएको रहेछ। अब यो लजिकलाई यसमा फिट गरिदिनुस् त यो r भनेको 18 हो, s भनेको 19, t भनेको 20 हो। अब आउने टर्म भनेको यो प्रत्येकमा 5 5 5 5 जोड्नु पर्ला साथीहरु। हेर्नुस् त 18 + 5 भनेको 23,
19 प्लस 5 भनेको 24, 20 प्लस 5 भनेको 25, यो 23 भनेको w को प्लेस भ्याल्यु हो, यो 24 भनेको x को प्लेस भ्याल्यु हो, अनि 25 भनेको त y को प्लेस भ्याल्यु हो। यसरी w x y आयो साथीहरु। अप्सनमा हेर्दा अप्सन ए ठिक भयो। आशा छ साथीहरु तपाईहरुले यो क्वेशनलाई सहजै सल्भ गर्न सिक्नुभयो होला। अब डिफरेन्ट टाइपको यो नेक्स्ट क्वेशनलाई हेर्नुस् त साथीहरु, तपाईहरुको एक्जाममा यो क्वेशन सोध्यो भने कसरी सल्भ गर्नुहुन्छ। अब तपाईहरुले यो क्वेशन सल्भ गर्दा यो समरूपताको पहिलो खण्डमा दिएका यी दुईवटा टर्महरुको बीचमा सुरुमा रिलेसन फाइन्ड आउट गर्ने साथीहरु। यहाँ हेर्दाखेरि हेर्नुस् त यो पहिलो टर्ममा दिएका यी चारवटै अल्फाबेटहरु यो दोस्रो टर्ममा रिपिटेड भएका छन् साथीहरु। मात्र के भएको छ भन्दा यिनीहरुको प्लेसहरु चेन्ज गरेर राखिएको छ। अब प्लेस कसरी चेन्ज गरिएको छ भन्दा हेर्नुस् त यो पहिलो प्लेसमा भएको याफ यहाँ हेर्नुस् त कहाँ राखिएको छ, यो दोस्रो प्लेसमा राखिएको छ। अनि हेर्नुस् त यो सेकेन्ड प्लेसमा भएको आई कहाँ राखिएको छ साथीहरु, हेर्नुस् त फोर्थ प्लेसमा राखिएको छ। अनि यो थर्ड प्लेसमा भएको याल यहाँ हेर्नुस् त थर्ड प्लेसमै राखिएको छ, थर्डलाई थर्डमै राखिएको छ। अनि यो फोर्थ प्लेसमा भएको याम यहाँ हेर्नुस् त कहाँ राखिएको छ, फर्स्ट प्लेसमा राखिएको छ। यसरी यिनीहरुलाई चाहिँ प्लेस चेन्ज गरेर सेकेन्ड टर्म बनाएको छ साथीहरु। अब हामीहरुले यो सेकेन्ड पार्टमा पनि हेरौं त हेर्नुस् त यो एम आई एल के मिल्कलाई हामीहरुले यो अनुसारले राख्नु पर्ला साथीहरु। अब हेर्नुस् त यो एम को प्लेस भ्याल्यु 1 छ, आई को 2 छ, एल को 3 छ अनि के को 4 छ साथीहरु। अब हामीहरुले के गर्नु पर्यो भन्दाखेरि यो 1 मा भएको एम लाई कहाँ राख्नु पर्ला साथीहरु, यो सेकेन्डमा राख्नु पर्ला। अनि 2 मा भएको हेर्नुस् त यो आई लाई कहाँ राख्नु पर्ला साथीहरु, 4 मा राख्नु पर्ला। अनि 3 मा भएको एल लाई हामीले कहाँ राख्नु पर्ला, 3 को 3 मै राख्नु पर्ला। अनि फोर्थ प्लेसमा भएको यो के लाई चाहिँ 1 मा राख्नु पर्ला साथीहरु। अर्थात हेर्नुस् साथीहरु, अब हेर्नुस् सुरुमा हामीले के राख्नु पर्यो, यो के राख्नु पर्यो 1 मा। अनि 2 मा के राख्नु पर्यो, यो एम राख्नु पर्यो। अनि 3 मा के राख्नु पर्यो साथीहरु, यो एल लाई राख्नु पर्यो। अनि फोर्थ प्लेसमा हामीले आई लाई राख्नु पर्यो साथीहरु। हामीले के एम एल आई पायौं। अप्सनमा हेर्दाखेरि अप्सन सी मा भेटियो। आशा छ साथीहरु तपाईहरुले यो क्वेशनलाई सहजै सल्भ गर्न सिक्नुभयो होला। साथीहरु अब अन्तमा यो डिफरेन्ट टाइपको क्वेशनलाई हेर्नुस् त यो वार्ड भएको ठाउँमा कुन अप्सन आउँछ होला। तपाईहरुले यो क्वेशन सल्भ गर्दा यो समरूपताको पहिलो खण्डमा दिएका यी दुईवटा टर्महरुको बीचमा सुरुमा रिलेसन फाइन्ड आउट गर्ने साथीहरु, अर्थात लजिक पत्ता लगाउने। त्यसको लागि तपाईहरुले यी प्रयोग भएका अल्फाबेटहरुको प्लेस भ्याल्यु राखिदिनु साथीहरु। सी को प्लेस भ्याल्यु 3, एल को 12, ओ को 15, सी को 3 अनि के को 11। यहाँ बी को 2, जे को 10, एल को 12, वाई को 25 अनि एफ को 6। अब साथीहरु यो भनेको चाहिँ पहिलो टर्ममा भएका अल्फाबेटहरुको प्लेस भ्याल्यु हो अनि यो भनेको दोस्रो टर्ममा भएका अल्फाबेटहरुको प्लेस भ्याल्यु हो। अब तपाईहरुले यी दुईटालाई कम्पेयर गर्नुस् त यो पहिलो टर्म हेर्नुस् त यहाँ 3 बाट 2 बनेको छ अर्थात -1 भएको छ। हेर्नुस् त यहाँ 12 बाट के भएको छ, यहाँ 10 भएको छ, -2 भएको छ। हेर्नुस् यो थर्ड टर्म 15 बाट यहाँ 12 भएको छ अर्थात -3 भएको छ। हेर्नुस् त यहाँ 3 यहाँ के भएको छ, यहाँ 25 भएको छ। यो 3 भनेको सी हो साथीहरु। सी बाट यहाँ वाई बन्नु भनेको हेर्नुस् त सी बाट एक गर्दाखेरि बी आउँछ, दोस्रो गर्दाखेरि ए आउँछ, तेस्रो गर्दाखेरि जेड आउँछ अनि चौथो गर्दाखेरि वाई आउँछ साथीहरु। यहाँ -4 भएको रहेछ त्यसैले वाई आएको छ। अनि हेर्नुस् त 11 बाट 6 आउनु भनेको त -5 हुनु हो साथीहरु। यसरी हेर्नुस् त यहाँ हामीले पहिलो टर्मबाट दोस्रो टर्म भन्दाखेरि -1, -2, -3 र -4, -5 भएको पाइयो साथीहरु। अब हामीले यो लजिकलाई यो सेकेन्ड पार्टमा पनि एप्लाई गरौँ त साथीहरु। त्यसको लागि तपाईहरुले सुरुमा हेर्नुस् त यो थर्ड टर्ममा भएका यी अल्फाबेटहरुको प्लेस भ्याल्यु राख्नुस् त। बी को प्लेस भ्याल्यु 2 अनि ओ को प्लेस भ्याल्यु 15, ए को 1, यो आर को 18 अनि डी को 4 साथीहरु। अब यसमा तपाईहरुले यो लजिक फिट गर्नुस् त, यो अनुसारले घटाउनुस् त साथीहरु। पहिलोमा -1, दोस्रोमा -2, तेस्रोमा -3, चौथोमा -4 अनि पाँचौंमा -5 घटाइदिनुस्। अब घटाउँदाखेरि हेर्नुस् त यो 2 - 1 गर्दा 1 भयो अनि 15 - 2 गर्दा 13 भयो अनि 1 बाट 3 घटाउनुस् साथीहरु। 1 भनेको ए बाट -3 अर्थात 3 स्टेप ब्याक आउँदाखेरि पहिलो स्टेप ब्याक आउँदाखेरि जेड आउँछ, दोस्रो स्टेप ब्याक आउँदाखेरि वाई आउँछ, तेस्रो स्टेप ब्याक आउँदाखेरि एक्स आउँछ साथीहरु। हेर्नुस् त हामीले तेस्रो स्टेप ब्याक आउनु भनेको छ त्यो भनेको एक्स हो। एक्स भनेको 24 हो साथीहरु। अनि 18 - 4 भनेको चाहिँ 14 भइहाल्यो। अब हेर्नुस् त 4 बाट -5 ब्याक आउनु भनेको के हो साथीहरु, 4 बाट -5 ब्याक आउनु भनेको त वाई हो साथीहरु। वाई अर्थात हेर्नुस् त कसरी भन्दाखेरि यो 4 भनेको डी हो। डी बाट -5 ब्याक आउनु भनेको एक स्टेप ब्याक आउँदा सी अनि अर्को स्टेप ब्याक आउँदाखेरि
बी अनि एक स्टेप ब्याक अर्को स्टेप ब्याक आउँदाखेरि ए त्यसपछि फेरि ब्याक आउँदा जेड त्यसपछि फेरि ब्याक आउँदा वाइ साथीहरू अर्थात् 5 स्टेप ब्याक आउँदाखेरि वाइ आउँछ वाइ भनेको 25 हो। अब हामीलाई त यहाँ अल्फाबेटको हिसाबले दिएको छ। अब हेर्नुहोस् त यो 1 भनेको प्लेस भ्याल्यु ए को ए राखिदिनुहोस् 13 भनेको एम 24 भनेको एक्स अनि 14 भनेको एन अनि यो 25 भनेको साथीहरू वाइ हो। एएम एक्स एन वाइ आयो। हेर्नुहोस् त अप्सन एमा मिल्यो एन्सर ए भयो। आशा गर्छु साथीहरू तपाईँहरूले आजको यो भिडियोमा समेटेका डिफ्रेन्ट टाइपका क्वेसनहरूलाई कसरी सहजै सल्भ गर्ने भन्ने कुरा सिक्नुभयो होला। यदि तपाईँहरूलाई आजको भिडियो मन परेको छ भने भिडियोलाई लाइक गरेर एउटा मिठो प्रतिक्रिया जनाएर म अनुरोध गर्दछु। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिन म अनुरोध गर्दछु। यसै गरी तपाईँहरू हामीसँग जोडेर सिक्दै गर्नुहोला सिकाउँदै गर्नुहोला। नमस्ते।